हेलो गाइस, हामी चाहिँ कोरियाको नाम भन नुङदारी भन्ने ठाउँमा आएको छौँ। आज हाम्रो यात्रा छ। नुङदारी कस्तो रहेछ त? हामी घुम्दै छौँ, अब हेरौँ। यो यसै अगाडि बढेको छ न। यो नुङदारी चाहिँ हाम्रो यो दोस्रो। हेलो हेर्नुहोस्, अब यो कहाँ पुगिन्छ यो हिँडेर है? अब यस्तै छ हिँड्ने ठाउँ बाटो। आजको घुमघाम खुड्किला यहाँ लगभग 200वटा खुड्किला पनि छन्। हाम्रो बाटो चाहिँ यस्तो खालको छ। यहाँ 200वटा खुड्किला छन्। अब हामी दुईजना बुढाबुढी आज छुट्टीको दिन चाहिँ पनि जाने क्रममै छौँ। अब साउल जाने भनेको थियो, केही कारणवश म चाहिँ बाटैबाट रोकेर यो ठाउँमा आइपुग्न सफल भएको छु। साउल जाने बाटो भुलेकै हुँ त हामीले। हो, अनि उहाँ चाहिँ कारण बताउनुहोस्।